एभ्रिवान आज चाहिँ म यहाँ के अरे यता के अरे कुन मन्दिर यहाँ नाम चाहिँ थाहा छैन मलाई मैया भन्ने मैया देवी भैँसीले झ्यामा हाल्नुहुन्छ खै त्यो चाहिँ मैया मेरो बर्थडे आइसक्यो गइसक्यो आइने त तिमी गाइज अब चाहिँ गाइज यहाँनिर चाहिँ छ एउटा मान्छे पिम्पल आएको छ नबोली नि हुन्छ इग्नोर आएको छैन उहाँहरूलाई इग्नोरै गर्नुपर्छ होइन एन्ड अब चाहिँ यहाँनिर चाहिँ उतिनिर चाहिँ पुरोहित बाबा बस्नुहुन्छ अनि उहाँलाई चाहिँ हामीले बोलाउनु पर्छ अनि गाइज यो मान्छेलाई चाहिँ हजुरले भेट्नु भयो भने के भन्नुपर्छ भने यो मान्छेलाई चाहिँ जेल हाल्नुपर्छ है बहिनीलाई रिस उठाउने गाली गर्ने पोटपिट गर्ने त्यस्तो हुँदैन एन्ड अब यहाँ चाहिँ यस्तो राम्रो छ लास्ट टाइम यहाँ आएर चाहिँ फेरि होइन गाइज यो है यदि मैले हजुरलाई थाहा नै छ होला यदि मैले स्वास्थ्य छोयो भने पनि यो मोबाइल जान सक्छ होइन गएपछि अनि थाहा पाउँछ अनि मेरो हातको अनि यहाँको चाहिँ त्यो यहाँ चाहिँ मन्दिर छ होइन तर ऊ चाहिँ छैन कि यहाँनिर होइन अनि ऊ त्यहाँबाट हेर्न मिल्छ कि है तर गाइज होइन गाइज है अब चाहिँ म चाहिँ दादाको कट्टु तान्छु है के गरे भने होइन के यहाँ यतापट्टि होइन के यस्तो गरेर अनि त्यस्तो गरेपछि कस्तो होइन कि यस्तो गरेर लाग्यो अनि यसरी समय एन्ड होइन मैले चाहिँ भर्खरै भन्ने छैन यस्तो भइरहेछ कि अनि यहाँको चाहिँ क्यारेक्टरिस्टिक्सहरू धेरै छ अरे बिकज यहाँको चाहिँ मन्दिरहरूमा चाहिँ होइन भगवान् आउनुहुन्छ अरे क्या मैया भगवान् आउनुहुन्छ अरे श्री मैया देवी भगवान् आउनुहुन्छ अरे अनि यहाँ त्यही भएर यो घन्टी बज्छ अरे कि रातितिर चाहिँ आफै बज्छ अरे होइन अनि यहाँभित्र अनि सरी है यो भर्खर देखाएको छ अनि यो घन्टीहरू सबै आफै बज्छ अरे यो ठुलो छैन त्यो झलमा रहेछ घर बाटो ठ्याक्कै पुजारी घरसम्म मात्रै लगाएको अनि यो चाहिँ मलाई अरू भन्दा नि अमेजिङ चिज चाहिँ के लाग्यो भने इतिहास सोध्नु भयो होइन सबै चिज ठिकै लाग्यो राम्रो लाग्यो एकदमै लाग्यो होइन बट एउटा कुरा चाहिँ एकदमै यहाँ भराइ नै छैन यहाँ माथि चाहिँ मान्छेहरू कसरी जान्छ है आई डोन्ट नो है र म यतैबाट भयो नि देखाउँछु यहाँ पनि छैन अनि यहाँ त झन् सजै छैन ऊ त्यहाँ पनि छैन अब यहाँ नै छैन पुरै खाली छ के यो यहाँ सजै छैन के ओके त्यसो भए होइन एकदमै भगवान्हरूको एकदमै राम्रो ठाउँ हो एन्ड आई डोन्ट नो द्याट है मलाई थाहा छैन अनि यहाँनिर चाहिँ खाली ठाउँ छ कि चाहिँ उहाँ त भाइ यस्तो दामी भाइ भएको छ कि अहिले चाहिँ मेरो मोबाइल चाहिँ आइफोन 15 हो मेरो चाहिँ होइन अनि आइफोन 15 चाहिँ उता राखेको छ है त्यही भएर हामी भित्र नगर्ने हुँदैन अहिले पनि होइन अनि हामीले चाहिँ यहाँ यसले गर्दा एकचोटि यहाँ ब्लग भइरहेको छ त्यहाँ नदेखाऊ देऊ न लियो न अलि कट्टु भ्यात्त तान्नु
खालि देऊ म लिइदिन्छु म सबैको मोबाइल लिइदिन्छु पार्दैन जाऊ त मोजाको जान्छु एन्ड आई डोन्ट नो द्याट होइन यहाँ चाहिँ म चाहिँ अब यहीँ बसिरहन्छु यहाँ सुट ढोकेर आउनुपर्छ भन्नुभएको थियो सबैले आउनु है भित्र नगए नि हुँदैन मन नलाग नगए नि हुन्छ होइन बाहिरबाट ढोके नि हुन्छ हुन्छ होइन कि यहाँ कस्तो त्यो खोल्ने मलाई आया सडक त्यो भन्दा त मेरै खुट्टा तर खोल त ल हेरौँ आई डोन्ट नो सरी है मलाई थाहा छैन यहाँतिर के हुँदैछ यहाँ पूजा गर्ने अनि यहाँको चाहिँ भगवान्लाई जिस्कायो भने चाहिँ होइन भूत लाग्छ भन्ने पनि छ पुरोहित बुबाहरूले भन्नुभएको छ है अनि म चाहिँ आइसकेको छु मलाई चाहिँ अरूभन्दा होइन यो ठाउँ चाहिँ यति अमेजिङ लाग्यो कि यस्तो भ्लग बनाउने बेला यो हात यस्तो दुख्छ कि अनि गाइस है मलाई अर्को कुरा चाहिँ के डर लाग्यो भने उयो बोट छ नि यो मेरो अगाडि त्यो चाहिँ पिपलको बोट हो अरे अनि त्यसमा चाहिँ मान्छेहरू धेरैजना मान्छेहरू चाहिँ झुन्डेर मरेको हुन्छ अरे कि होइन अनि त्यो झुन्डेर मरेको मान्छेहरूको आत्मा चाहिँ यहीँ हुन्छ भन्ने खालको हामीलाई गर्नुभएको छ कि भन्नुभएको थियो पुरोहित बुवाहरूले अब मलाई त डर लाग्छ त्यही हो म त है अनि हामी यहाँ आउने ठाउँ चाहिँ यहाँ चाहिँ पुरोहित यहाँ चाहिँ झुन्डेर मर्छ भन्ने छ होइन अनि हामी चाहिँ यहाँबाट गएर अनि हाम्रो इभी चाहिँ उतानिर छ यहाँनिर छ है एउटा कुरा थाहा तिमीलाई उयो बोट छ नि गाई यसमा चाहिँ किचकन्डीहरू झुन्डिन्छ मतलब सरी किचकन्डे ज्याममा लाएर अनि त्यही भएर मलाई चाहिँ यस्तो डर लाग्छ कि यस्तो भूत प्रेत भन्ने बित्तिकै देउता लाग्यो भने देउता भनेको त देउता नै हो नि भन्ने खालको हुन्छ तर भूत भने भूतै हुन्छ क्या गाइस पूजा गर्ने पहिला देवीपट्टि खोलापट्टि यतापट्टि अनि यतापट्टि अनि होइन अनि यहाँनिर चाहिँ भूत प्रेतहरू हुन्छ भन्ने खालको संख्या छ तर यहाँनिर यहीँ अब यहीँ फेरि मन्दिर छ अनि त्यहीँ कसरी झुन्डेर मर्छ र झुन्डिन्छ क्या त्यहाँ भूत प्रेत कसरी आउँछ भन्ने खालको हुन्छ होइन कसरी भने हामी त्यहाँ जाऊँ न त एकचोटि राति जहिले यो आउँछ सक्छ भने त त्यहाँ गएर यो फुल राखेर आइज ल जा साँच्ची साँच्ची तँलाई म अघि केही नै हुँदैन नि केही नै हुँदैन के हुन्छ दिनमा यहाँ मान्छे यहाँ के हुन्छ ल भिडियो बनाऊ है त म बनाइदिन्छु एकछिन है गाइस यो चाहिँ दिदी यो चाहिँ किचकन्डीको उसमा फुल राख्न जानु लागेको छ तिमीहरू नि आऊ न त हामी त्यहीँबाट बनाउने हो मैले चप्पल राखेर किचकन्डी त्यहाँ राखेर आउने होइन उता पिपलको बोटमा राखेर ढोकेर आउने तिनचोटि ढोक्नु पर्दैन राख्ने राखेर 3 सेकेन्ड उभिएर आउने यसरी फुत्ता फाले नि हुन्छ तर त्यहाँ चाहिँ पुग्नु पर्यो तपाईँ तिमी आए गरेर जान्छ सिधै त्यसरी होइन होइन भने त्यसरी यस्तरी हुँदैन यस्तरी हुँदैन त्यस्तो गयो भने त झन् त अहिले बाबु यस्तो भयो भने किचकन्डीले लहाट्छ उहाँसम्म आउँछ हामी जा त म यहाँबाट भिडियो बनाइदिन्छु कि यहाँबाट क्यामेरा एङ्गल राम्रो आउँछ तिमीहरू जान्छ